म सेक्युरिटी ड्युटी गर्थेँ अनि मेरो एउटा सोरुममा ड्युटी थियो तपाईको यो इलेक्ट्रोनिक सोरुममा ड्युटी थियो सेक्युरिटी गर्थेँ म 16 घण्टा ड्युटी गर्थेँ त्यतिखेर कुनै दिन छुट्टी थिएन सेक्युरिटीको सबै चीजको छुट्टी हुन्थ्यो सेक्युरिटीको कहिले छुट्टी हुँदैन थियो जब म त्यो चर्चमा गएँ अनि उहाँले ल हामी प्रार्थना गर्छौँ तपाई चर्चमा आउनुस् भन्नुभयो हुन्छ प्रार्थना गरिदिनुस् भने जब म त्यो चर्चमा गएपछि एकदमै नयाँ अचम्मको कुरा चाहिँ के भयो भनेदेखि मलाई 5 दिन छुट्टी मिल्न थाल्यो महिनाको अनि त्यहाँबाट मलाई चाहिँ यो चाहिँ के हो त एकैचोटि अरूको छैन है 5 दिन छुट्टी मिल्न थाल्यो अनि त्यो क्रममा चाहिँ अनि मलाई शुक्रबार शनिबार प्राय छुट्टी मिल्न थाल्यो त्यहाँको बोस आएर तँ चाहिँ छुट्टी बस्न सक्छस् भनेर त्यस्तो खालको प्रक्रिया मलाई दियो अनि हैन मैले काम राम्रो गरेर हो कि नराम्रो गरेर हो कि भन्ने खालको खुल्दुली भयो अनि म रक्सी खाने मान्छे चर्चमा जान थालेँ मलाई चर्चबाट फलोअप गर्न थालेँ म तेस्रो चोटि चर्च जाँदाखेरि चाहिँ अनि मैले एउटा ज्योतिलाई देखेँ अनि त्यो ज्योतिबाट चाहिँ मलाई त्यो ज्योति चाहिँ के हो त अब प्रभु म चाहिँ यो के हो त म यो चाहिँ मलाई थाहा छैन जस्तो अब एउटा उदाहरणको लागि पावलले ज्योति देखेको थियो बाइबलमा त्यस्तै खालको एउटा ज्योति मैले देखेँ अनि त्यो ज्योति देखेर चाहिँ अनि त्यहाँबाट त्यो ज्योतिबाट चाहिँ छोरा तँलाई म उठाउँछु भन्ने खालको आवाज मेरो कानमा गुन्जियो त नडरा तँलाई म उठाउँछु भन्ने खालको आवाज गुन्जियो अनि त्यहाँबाट म रक्सी खाएर काम्ने मान्छे म चुरोट खाने मान्छे म गाँजा खाएर अरूको ठाउँमा गाँजा खाएर हिँड्ने मान्छे म त्यो समानको मान्छे अनि त्यो बस्ने बिल्डिङको मान्छेले मलाई देखेर सबै छक्क परे भन्नाले तपाईको परिवर्तित जीवन देखेर छक्क परे म पहिला जुन अवस्थामा हुनुहुन्थ्यो अचानक तपाई चर्च गइसकेपछि परिवर्तन भयो आफै परिवर्तन भयो मैले त्यो बानी व्यवहार सब परिवर्तन हजुर मैले अनि छोड्छु भनेर पनि त्यो छोडेको हैन म यो अब खादिन भनेर भने पनि हैन तर अटोमेटिकली मेरो हृदय परिवर्तन भयो त्यो द लाइट हाउस चर्चमा थियो कुवेतमा त्यहाँको सबै कुवेतको सिटीको सबै मान्छे आएर त्यहाँ सेवा गर्थे अनि त्यहाँ चाहिँ थुप्रै भाषाको सेवाहरू हुन्थ्यो अनि त्यहाँ नेपाली सेवा पनि हुँदो रहेछ म चाहिँ हिन्दीमै गइरहेको थिएँ अनि मैले त्यतिखेर म हिन्दीमा पनि जान थालेँ नेपालीमा पनि जान थालेँ नेपालीमा किन जान थालेँ भन्दाखेरि चाहिँ आफ्नो मातृभाषाको सेवा बुझ्न पाइयो तर हिन्दीमा चाहिँ किन गएँ भनेदेखि मलाई पहिला डोर्याउने फलोअप गर्ने भएको कारणले म डेमा नेपाली जान्थेँ नाइटमा चाहिँ हिन्दी सर्भिस हुन्थ्यो हिन्दी चर्चमा जान्थेँ अनि त्यो भएको कारणले गर्दाखेरि त्यतिखेर मेरो जीवन यस्तो परिवर्तन भयो नि सबैकै वाह यो त अचम्मै रहेछ है नि त्यो मेरो जीवन परिवर्तन भएको देखेर त्यहाँ बस्ने 10औं 20औं दाजुभाइहरूले प्रभु येशू ख्रीष्टलाई विश्वास गरे